ल बसन्तजीले चाहिँ कसलाई हो अट्याक गरेको प्रदीपलाई हो मिठो अट्याक गरेको चाहिँ प्रदीप हिल गर्न सफल भएका छन् लन्चर फालेका छन् ल बसन्तको गेम प्ले हेरौँ बसन्त चाहिँ अलिकति भाग्दै गएका छन् उसले चाहिँ पछाडिबाट ड्यामेज हानेका छन् मजाले ल त्यो गुलाल नभए जस्तो लागेको छ मलाई बसन्तसँग ल गएछ बसन्त अब चाहिँ प्रदीप भएको हाम्रो शिव दुईजनाको मिठो म्याच होला जस्तो लागेको छ मलाई दुईजना यहाँ छन् ओपी गेम ल यहाँ चाहिँ मैले के भन्छ हाम्रो लोकेसन देखाउने क्यारेक्टर युज गरी भ्यू गरेका शिवको फाइट खतरा चलिरहेको छ बम चलाचाल गरेका छन् मिठो चाल चलेका छन् शिव ब्याकबाट खेल्न ट्राई गरेका छन् र त्यही साथै खेल्नुभएका छ प्रदीपजीले मिठो हेडसट सहित जस्तो खालको कुरा गरेका छन् यहाँ नारायण भाइ उठेको छ पारा ल प्लेनबाट हामी अल्पाइन म्यापमा आइसकेका छौँ म्याप त्यति म्याचमा लास्ट म्याच रहेको छ र फर्स्ट प्राइज क्विक लेमेपछि सेकेन्ड प्राइज 115 डायमन्ड टपअप्स एन्ड थर्ड प्राइज 50 डायमन्ड टप हेरौँ यहाँ को आउँदैछन् ओ नो दे आर अल सेल फ्रम द सबैको लोकेसन गतिलै झरेका छन् एकदम नारायण भाइ र शोभित भाइ एकदम खतरनाक झरिरहेका छन् ल एकदम बढिया ल शोभितले चाहिँ यहाँ बसन लाउन्ड गर्न गइरहेको छ ल बसनको लोकेसन शोभितको लोकेसन हेरौँ ल शोभित र बसन चाहिँ भिड्ने एकदम मुडमा रहेका छन् शोभित पनि मास्तिर चढिरहेका छन् र बसन पनि माथि नै आएका छन् प्लान्टेसनतिर ल हेरौँ कति घान्दो रहेछ ओ नो शोभितले वान ट्याप मिठो सर्ट हान्दिएको छ हाम्रो बसन सरलाई ल एकदम दामी किक सर्ट हान्दिएका छन् ल लात्तीले हानेर उडाइदिए जस्तो किक हानेका छन् सर्ट हानेका छन् र शोभितलाई भेरी कङ्ग्रेचुलेसन फर द 1 किल ल एन्ड शिवले 1 किल हानिसकेका छन् अरू कसले हानेका छन् बसनले 1 किल हानेको आउट भएकै छ नि त हानेको छ नि त कसलाई चाहिँ मन गरेर मारेको हान्न खोजिरहेका छन् मार्न खोजिरहेका छन् हेर्दाखेरि निश्चल जस्तो लागिरहेको छ निश्चल रहेछ ल निश्चलले पनि मिठो खेल्न खोजेका छन् र 0 किल रहेका छन् निश्चलको निश्चल र नारायणको फाइट भइरहेको छ र मिठो निश्चलले गुलाल लगाउन खोजेका छन् निश्चल चाहिँ हारीको हातबाट मरिसकेका छन् ल हाम्रो नारायण सर नारायण सर त त्यही हुनुहुँदो रहेछ अनि हाम्रो सबिन सर हो नो हाम्रो ह्यारी सर चाहिँ निश्चललाई फिनिस गरेर बसेका छन् र हाम्रो यहाँ चाहिँ नारायण र लगभग ह्यारीको यहाँ फाइट चलिरहेको छ नारायण र ह्यारीको फाइट र ह्यारीको कम्बिनेसन देखिएको छ यहाँ चाहिँ ल ह्यारीले कतिको दिमाग लाउँछ र नारायण कति दिमाग लाउँछ नारायणले मिठो किक हानेका छन् नारायणले फेरि किल हानेका छन् ह्यारीलाई बदला लिएका छन् फर्स्ट म्याचको बदला लिएका छन् ह्यारीलाई नारायण भेरी गुड गेम प्ले र उसले बदला लिन सफल भएका छन् रिभेन्ज लिन नारायण सर देन अब हामी 3 जना बचेका छन् जम्मा यहाँ फेरि डिआरएस सबिनले चाहिँ डिआरएस प्रदीपलाई चाहिँ स्पोर्ट गरिसकेका छन् र एक फाइट लिने विचार गरेका छन् र सबिनले मिठो हानेका छन् प्रदीप एक खेलीका बचेका छन् प्रदीपले कस्तो के सही मुख चल्ला त सही मुख चले उनीले के हान्नु छ अवश्य सबिनलाई सबिन भर्सेस प्रदीपको मिठो फाइट भएछ डिआरएस कसले चाहिँ किला कस्तो राम्रो मुख चाल्छ कसले राम्रोसँग खेल्छ हेर यिनीहरूको राम्रो गेम प्ले छ जसले जित्छ उसको चाहिँ मिठो हुनेछ र यदि प्रदीपले किनभने उसको 1-2 पोइन्ट आउनेछ र उसको सबिनको चाहिँ 1 पोइन्ट ल किलमा निर्भर छ दुईजनाले नै मेडिकेट गरेका छन् र सबिनले मिठो पर्मानेन्ट कभर लिएका छन् हाम्रो नारायण सर त आनन्द बस्नुभएका छन् हाम्रो नारायण सबिन भर्सेस प्रदीपको फाइट चलिरहेको छ प्रदीप पनि मिठो ड्यामेज दिएर अहिले मेडी गर्दै रहेका छन् ल हेरौँ कसले हान्दो रहेछ हेरौँ छिटो मारो हो केटा छिटो मरो हो भागेर नखेल
म्याक लगाएर मारेका छन् लङ रेन्ज प्रयोग गरेर। ल प्रदीप र नारायण बिच फाइट भएको छ। यता नारायणले गडबड भयो जस्तो लागेको छ। 2 किलो छ, सरी 0 किलो भन्न पुगेको छु, सरी।